लोकल कुखुरा पुरा रेडी भएको छ है। अब यसलाई कराईमा हाल्न मात्र बाँकी छ। अब यसलाई चाहिँ मसला उता पिस्दैछन् करुणाले पुरा सिलौटोमा। अब यसलाई हाल्न मात्र बाँकी छ। कुखुराको लागि तयार हुँदैछ है सामग्री। अब लोकल कुखुराको लागि सामग्री जो साथीहरू हाम्रो चिकन चाहिँ पाकिसकेको छ है साथीहरू। अब चिकन हेलो एभ्रिवान गाइज सबैलाई नमस्कार। आई होप सबैजना आरामै हुनुहुन्छ होला। म फेरि पनि नयाँ भिडियो लिएर आइसकेको छु साथीहरू। आजको भिडियो भने हाम्रो लोकल कुखुरा। तपाईहरुलाई लोकल कुखुरा भनेपछि कतिको मिठो लाग्छ। आज हामीले लोकल कुखुरा खाँदैछौँ साथीहरू। आज लोकल कुखुरा खाने तयारी हुँदैछ हाम्रो आज साथीहरू। अब लोकल कुखुरालाई यता पानी तात्दैछ। पानी फ्राई हुँदैछ है करुणा? पानी फ्राई हो कि तात्दै हो? पानी बोइल हुँदैछ। हैन होला, पानी फ्राई होला। पानी फ्राई होला के पानी फ्राई हो कि पानी तात्दै हो? कति इरिटेट बनाके मलाई। What you mean irritated? Gold man is gone. What is this? What was your name? पानी यतातिर हाम्रो बोइल हुँदैछ। पानीमा किन सेतो आएको त? किन आएको? तपाईले बसाल्नु भएको हैन, पानीमा सेतो चाहिँ किन आयो भन्ने कुरा के? उम्लिदै भएर होला कि यस्तै होला कि सायद के हो अब। अब लोकल कुखुरा चाहिँ म तपाईहरुलाई देखाउँछु साथीहरु। लोकल कुखुरा कता छ? उम्लिन्देऊ भगभग भगभग। अब लोकल कुखुरा चाहिँ म देखाउँछु तपाईहरुलाई। अब कुन चाहिँ खाने त आज भन्दाखेरि आज चाहिँ हामीले लोकल पोथी खाने हो। पोथी अब भाले चाहिँ अलि दिनमा खाने हो। आज चाहिँ यहाँ माथि पनि छ है चट्ट। यो सब यो अहिले भ्याउनी हो। यो 1 2 3 4 5 6 लगभग 11 वटा छ। माथि चाहिँ तल 2टा छ। अब माथिको चाहिँ अब बर्खाभरिमा भ्याउने हो यो चाहिँ माथिको चाहिँ हैन। तलको चाहिँ यो कालो पोथी छ नि काली जस्तो हो। यो कालो पोथी चाहिँ आज चिरिप्प लारे भालेलाई चाहिँ अलि पछि खाने हो। यो चाहिँ अलि पछि मकैको काम भ्याइएपछि अनि यसलाई खाने हो आज चाहिँ। यसलाई चिरिप्प यो कालो पोथीलाई चिरिप्प पारेर चौटा चरम 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 झ्वाप 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 पारेर चौटा लुस्ने आज यसको मजाले। यसको सुप आज मौसम पनि पानी पर्ने जस्तो यस्तो कालो कालो मौसम छ। पानी पर्नलाई रेडी छ। यो पानी पर्न लागेको मौसममा चाहिँ तातो झोल झोल खाने हो झोल। अनि आज लोकल कुखुरा खाने हो नि त मम्मी? ओह उता हाम्रो घरको डन हुनुहुन्छ उहाँ चाहिँ। भनेको कुरा पुरा भएन भने उतिखेर मान्छेलाई त फ्ल्याटै हो। ल हेर्नुहोस् ल ल मल फुटालिदिने अरे। मल फुटालिदिने अरे। देख्नु मोबाइल झट्टारो हानिदिने अरे। मलाई बनाउन आउँदैन कि लोकल कुखुरा? कस्तो आउनु पऱ्यो नि त नि अनि बनाउन। के आउँछ त भाइ? तर के आउँछ भन्छ? बडी 30 किलो सकेको मलाई के आउँछ? खाना आउँछ, मकै भाँच्न आउँछ, अरू सब काम गर्न आउँछ नि। त्यो आउन नि त बनाउन। उसकै छोरीले त्यसले गु खान्छ नि त। कसको छोरीले? आसारामको छोरीको? किन? त्यो सबै बनाउँछ है। मलाई आउन नि त। तर आउन सिक्नु पर्यो नि त। मलाई त बनाउन यताउति पोल्न त आउँछ हैन, तर त्यो पिस बनाउन आउँदैन के। के हजुरलाई के आउँछ भनेको यत्रो 30 वर्षको बुढालाई? 30 वर्षको को 30 वर्ष भएर? 30 वर्ष होइन? 56 सालले 30 वर्ष हुन्छ? वाह पुग्यो बाबा। 56 वर्षले त अहिले बल्ल म तपाईँ 36 सालेकाको त अझै बुद्धि आइसक्यो होइन। आउनु अहिले बुद्धि अझै नि अलि अब 2 दिनमा घर नभएको भैँसी एक साँझ भइरहेछ। दिन्थ्यो नि खुरुखुरु दिन्थ्यो दुध। सकेर आइसक्यो बढ्नु पर्यो। 8,000 दुध दिन गएको बेला बाल्टी फालिदिन्छ नि। दुध दिन गएको मान्छेले पुरै बाल्टी उठाइदिन्छ नि। 500 उता 2 टाल 3 1500 त्यस्तो। कसले दिने हो र? माइलो बाले 500 दिनुभएको थियो त्यही हो। अरू कसले दिने? त्यस्तो है पुरै गाईको गोरु छ। दुध दिन्थ्यो के मम्मी? त्यो डाँट साट नहाले भए दुध दिन्थ्यो होला। साथीहरू अब हामी कुखुरा लिन जान लाग्यो है। लोकल कुखुरा अब खोरबाट निकाल्नु पर्यो नि त। लोकल कुखुरा लिन जान लाग्यो है साथीहरू। आउनु तपाईँहरूलाई म देखाउँछु। हाम्रो खोर त अघि देखिसक्नु भयो होइन। अब म लोकल कुखुरा हेर्न निकाल्छु होइन। निकालेर ट्याक्कै यसलाई आज कताको खाने हो? माथिको कि तलको? तलको मैले देखाइसकेँ साथीहरूलाई। तलको खाने हो ल। थाहा पाइसक्यो त्यसले? त्यसले थाहा पाइसक्यो। आया टोकेको आई भाले टोकेको
भाले टोक्दो रहेछ यहाँ ठुलो छिटो तुन्नु औ त्यहीबाट फोटोबाट खिच्नु ल थम्नेको लागि है साथीहरु थम्ने ल अब रोक्नु है पहिला यो भिडियो अफ गर्छु एकछिन साथीहरु अब कटिङको लागि जाँदैछ है यसलाई चाहिँ अब सुप बनाएर आजको यो सरप्पैलाई खाने हो मासु 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 अब यो धारमा लगाएर काट्ने है ल ल लिनु म हेर्दिनँ मन डर लाग्छ कहाँ चुनाल्छ त्यसरी वाह लोकल कुखुरा वाह 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 कस्तो दामी खाने भयो आज त्यसको चाहिँ कपिराइट लाग्ने भएको कारणले गर्दा मैले त काटेको चाहिँ देखाइनँ होइन अब यो भुत्लाको चाहिँ देखाउँछु है तपाईँहरूलाई हेर्नुहोस् यसरी अब यसलाई भुत्लाएर मजा भुत्लाको चाहिँ तपाईँहरूलाई मैले धेरै देखाइनँ होइन किनकि अब भिडियोलाई कपिराइट लाग्ने कारणले गर्दाखेरि मैले भुत्लाको चाहिँ अलिक बढी देखाइनँ अब काटेको चाहिँ पोलेकोहरू चाहिँ देखाउँला तपाईँहरूलाई म होइन लोकल कुखुरालाई चट्ट बनाएको चाहिँ देखाउँछु है साथीहरू यतापट्टि कर्नाले चाहिँ लसुन बनाइरहेको छ नि यतापट्टि म लसुन बनिरहेको छ है यता है लसुन बनिरहेको छ यता मलाई प्याज काट्न आउनु भनेर प्याज काट्ने मसला पिन्ने अरू अनि हैन मसला पिन्न परेन प्याज काटेर टमाटर ल्याउने काम तपाईको ए प्याज काटेर टमाटर ल्याउने काम चाहिँ मेरो किन त्यस्तो भान्से म कि तिमी हैन भान्सी म त्यति हेल्प गर्न त हुन्छ नि त होइन दिउँसो मैले नि काम गरे हो नि मै काम गरेर आऊ नि मैले नि गरे हो नि मै गरे आऊ नि तपाईले गर्नुभयो मैले के गर्दिम मैले तपाई त्यही प्याज जहाँ पनि यो लेडिजले जित्ने के जहाँ पनि लेडिजले जित्छ कि भगवान् यो लेडिजले जित्ने नै हुन्छ कि जहाँ पनि किन हो प्रभु ए उपरवाले लेडिजले जित्ने कारण के हो यो राज खुलाइदेऊ त के हो किनभने पहिलाको जमानामा चाहिँ हैन पहिला चाहिँ केटाले केटीलाई हेप्थे अहिले ठ्याक्कै त्यसको उल्टो भएको के ए त्यसको उल्टो भएको अहिले चाहिँ हेप्थे कहिले नि हेप्थेन लेडिजलाई ल ल म प्याज काटिदिन्छु कहाँ प्याज प्याज बाहिर प्याज खाएर टमाटर पनि ल्याउनु त्यति टमाटर कहाँ छ त नि टमाटर त बारीमा खानी बारीमा म जान्न म जान्न बारीमा जान्न म प्याज कता खा यता फेरि छुट्टै चलिरहेको छुट्टै जिन्दगी चलिरहेको ल हेर यता फेरि पट्टु खेलाउँदै जिन्दगी जाने भयो ए आमा यता फेरि छुट्टै चले उता छुट्टै चले प्याज कहाँ भएको कहाँ ल साथीहरू प्याज म अब लिएर जान्छु है त अब यो कुखुरा चाहिँ अब काट्नलाई हामीले पोल्दैछौँ है यसलाई चाहिँ आगोमा अब यो कुखुरालाई चाहिँ पोल्दैछौँ यसलाई होइन यसरी मजाले यसलाई पोलेर अनि काट्छौँ है त बाहिर लगेर साथीहरू अब यो भुटन निकालेको थियौँ कि हामीले कोही लोकल कुखुराको भुटन निकालेको थियौँ अब यसलाई चाहिँ अलिकति यत्तिकै खाम भनेर अब भुटनलाई चाहिँ अनि फ्राई गरेर खाम भनेर चाहिँ मैले बनाउनु लाग्यो क्या भुटनलाई भुटन मात्र निकालेको थिएँ कि अनि भुटन चाहिँ अब चट्ट निकालेर खाम भनेर चाहिँ मैले अनि यो भुटनलाई अहिले मासु ओए झैँ गरेन यार त्यसले ताते छैन त्यसले ताते छैन है साथीहरू ताते जस्तो लाखा के अरे मलाई चाहिँ है यो ताते जस्तो लाखा हाल्छु है ताते नै ताते क्या हो हालिदिएँ या को पुरेर बसोस् हालिदिन्छु अब यसै नै उसै हालिदिन्छु कि अब यसलाई कति बेर पुरेर बस्ने हो यो पानी नै पानी रहेछ फेरि यो यार पानी नै पानी रहेछ यसलाई यता हाल्छु चाहिँ यता हाल्छु हल्का सुक्न दिन्छु कि सुक्न दिन्छु हजुर हजुर हाल्न पऱ्यो यसलाई अब भयो होला है अब गर्न यो त हालिदिउँ होला है हालिदिन्छु म त कति बेर कुरेर बस्ने हो हालिदिन्छु झ्वाइँ गर्दैन त किन हो झ्वाइँ गर्दैन त भयो होला फाइनली गाइज हाम्रो कुक म्यानले खाना पुरै रेडी गर्दै हुनुहुन्छ मासु है अब यहाँ मासुको लागि मसला रेडी छ यता प्याज रेडी छ यता तेजपत्ता रेडी छ यता कराई बसेको छ अनि मासु चाहिँ यता रहेछ मासु चाहिँ अघि भुटन बनाएको थियो अघि चाहिँ देख्नु भएको थियो होइन भुटन चाहिँ छुट्टै भयो अब मासु 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 यो मासु चाहिँ रेडी हुँदैछ ल त राख त एक ठाउँमा यसलाई समात न यसलाई
र अब यहाँ कुकमेनले बनाउँदै रेडी हुनुहुन्छ होइन। अब चट्ट बन्छ अनि त्यसपछि त्यो गम लोकल मासु खाने हो। तेल हाल्न, तेल हालिदिएको पुग्छ त तेल यतिले? अन्त लोकलमा लोकलमा त आउँछ क्या हो तेल। मैले धेरै हाल्न भने क्या, फेरि चिल्लो खायो भने नि फेरि ग्यास्ट्रिक भएर लोकल कुखुराले उनी होला। मोबाइल तपाईँको त्यही छ त खाटमा उनी होला। तेल त यहाँ लोकल तोरीको तेल हो। यता भात रेडी भइसकेको छ। भात खै पाकेन ए पाकिसकेछ भात पनि। अब चट्ट लगेर यहाँ रेडी छ आएको। आहा प्याज पनि झैँ गऱ्यो है, प्याज झैँ गऱ्यो है साथीहरू। तेलमा किन फेज उठेको यो थाहा छैन। त्यो विचार गर त हालेर खुट्टा मात्र हाल्ने अहिले। ल हाल्न लायौँ है त फाइनली। पानी फाल्नु पर्ने के अरे, अब पानी फाल्नु भन्छ कि ड्याडीले। फेरि चट्ट मासुलाई चाहिँ हालेर पकाएर अब खाने बेलामा देखाउँछु तपाईँहरूलाई म है। अब चट्ट खाने बेलाको एउटा मिठो यसको स्वाद लिएको भिडियो देखाउँछु। अब पाक्न दिन्छु एकछिन चाहिँ है साथीहरू। रेडी हुन लाग्छ है। अब हामीले चाहिँ हाल्न लागिरहेको छौँ है मासुलाई है। अब साथीहरू हाम्रो चिकन चाहिँ पाकिसक्यो होइन। अब यसलाई चाहिँ हामीले लान लगिरहेको छौँ भित्र खानालाई चाहिँ। अब हामी दुइटै रेडी भएर बसिरहेका छौँ है खानालाई चाहिँ खाने। अब लोकल चिकन खानालाई चाहिँ हामी रेडी भएर बसेका छौँ है।